सम्पूर्णमा नमस्कार। आज हामी प्रोटेक्टेड हर्टिकल्चर विषय अन्तर्गत प्रोटेक्टेड स्ट्रक्चरभित्र जरबेरा फुलको व्यावसायिक खेती कसरी गरिन्छ भन्ने विषयमा जानकारी प्रस्तुत गर्नेछौँ। यस भिडियोमा हामी जरबेराको परिचयदेखि लिएर साइट सेलेक्सन, प्रोटेक्टेड स्ट्रक्चर, सोइल प्रिपरेसन, नर्सरी म्यानेजमेन्ट, ट्रान्सप्लान्टिङ, न्युट्रिएन्ट म्यानेजमेन्ट, पेस्ट एन्ड डिजिज म्यानेजमेन्ट, हार्भेस्टिङ तथा पोस्ट हार्भेस्ट ह्यान्डलिङसम्मका सम्पूर्ण खेती प्रविधिहरू क्रमबद्ध रूपमा प्रस्तुत गर्नेछौँ। जरबेरा विश्वभर अत्यन्त लोकप्रिय कट फ्लावर मध्ये एक हो। यसको आकर्षक रङ, लामो बाँस लाइफ र उच्च बजार मागका कारण यसलाई व्यावसायिक रूपमा ग्रीन हाउस वा पोली हाउसभित्र खेती गरिन्छ। उचित व्यवस्थापन अपनाएमा यसबाट वर्षभरि गुणस्तरीय फूल उत्पादन गरी राम्रो आम्दानी लिन सकिन्छ। जरबेरा एक बहुवर्षीय फुलबाली हो। यसको वैज्ञानिक नाम जरबेरा ज्यामेसोनी हो। यो एस्ट्रार्सी फ्यामिली अन्तर्गत पर्दछ। जरबेरा दक्षिण अफ्रिकाको रैथाने फुल हो। नेपालमा पनि यसको खेती विशेष गरी ग्रीन हाउस वा पोली हाउसभित्र गरिन्छ। यसको फुल विवाह, होटल सजावट, बकेट तथा विभिन्न कार्यक्रममा व्यापक रूपमा प्रयोग गरिन्छ। जरबेरा खेतीका लागि राम्रो घाम लाग्ने, पानी नजम्ने तथा सजिलै सिँचाइ गर्न सकिने स्थान छनौट गर्नुपर्छ। ग्रीन हाउस पूर्व पश्चिम दिशामा निर्माण गर्दा सूर्यका प्रकाश राम्रोसँग प्राप्त हुन्छ। तापक्रम 18 देखि 25 डिग्री सेल्सियस र आर्द्रता 70 देखि 80% उपयुक्त मानिन्छ। राम्रो हावा चल्ने र रोगको जोखिम कम हुने स्थान रोज्नुपर्छ। जरबेराको उच्च गुणस्तरको उत्पादनका लागि ग्रीन हाउस वा पोली हाउस प्रयोग गर्दा यसले वर्षा, असिना, हावाहुरी तथा अत्याधिक तापक्रमबाट बिरुवालाई जोगाउँछ। साथै तापक्रम, आर्द्रता र प्रकाशलाई नियन्त्रण गर्न सकिने भएकाले उत्पादनको मात्रा र गुणस्तर दुवै बढ्छ। उचित भेन्टिलेसन भएको संरचना प्रयोग गर्दा रोगको सम्भावना पनि कम हुन्छ। जरबेरा खेतीमा उच्च उत्पादन र गुणस्तरीय फूल प्राप्त गर्न माटोको उचित तयारी अत्यन्त महत्त्वपूर्ण हुन्छ। जरबेराका लागि राम्रो पानी निकास भएको स्यान्डी लोम सोइल सबैभन्दा उपयुक्त मानिन्छ, जसको pH 5.5 देखि 6.5 को बिचमा हुनुपर्छ। रोपाइ गर्नु अघि माटोलाई राम्ररी जोतेर झारपात र ढुङ्गा हटाइन्छ। त्यसपछि राम्रोसँग कुहिएको गोबर मल, कोकोपिट, बालुवा तथा आवश्यक जैविक मल मिसाइन्छ, जसले माटोलाई खुकुलो, उर्वर र हावापानीको राम्रो आवागमन हुने बनाउँछ। त्यसपछि करिब 30 देखि 40 सेन्टिमिटर अग्लो रेज्ड बेड तयार गरिन्छ, जसले अतिरिक्त पानी जम्न नदिई जराको स्वस्थ विकासमा सहयोग पुर्याउँछ। माटोलाई फर्मालिन उपचार वा सोलराइजेसन विधिबाट रोगजनक जीवाणु, ढुसी तथा कीटहरू नियन्त्रण गरी रोगमुक्त बनाइन्छ। यसले राम्रोसँग तयार गरिएको माटोले जरबेरा बिरुवाको स्वास्थ्य वृद्धि, लामो समयसम्म फूल उत्पादन तथा उत्कृष्ट गुणस्तर सुनिश्चित गर्छ। राम्रो उत्पादन र बजारको माग अनुसार उपयुक्त जात छनौट गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ। बजारमा रातो, पहेँलो, सेतो, गुलाबी, सुन्तला तथा अन्य धेरै रङका जातहरू उपलब्ध छन्। नेपालमा प्राय स्ट्यान्जा, ब्यालेन्स, रोसालिन, सेभेना, मरुन, सनवे, डाना एलेन र प्रिन्सेस जस्ता जातहरू व्यावसायिक रूपमा लगाइन्छन्। जात छनौट गर्दा उत्पादन क्षमता, फूलको गुणस्तर र रोग प्रतिरोधात्मक क्षमता पनि ध्यान दिनुपर्छ। ट्रान्सप्लान्टिङ गर्दा बिरुवालाई रेज बेडमा रोपिन्छ। सामान्यतया 30 x 30 सेन्टिमिटर वा 30 x 40 सेन्टिमिटर दूरी कायम गरिन्छ। रोप्दा बिरुवाको क्राउन भाग माटोभित्र गाडिनु हुँदैन, किनकि यसले क्राउन रट रोग लाग्न सक्छ। रोपाइपछि तुरुन्त हल्का सिँचाइ गरिन्छ, जसले बिरुवालाई राम्रोसँग स्थापित हुन मद्दत गर्छ। सिँचाइ: जरबेरालाई नियमित तर आवश्यकता अनुसार मात्र सिँचाइ गर्नुपर्छ। धेरै पानी दिएमा जरा कुहिने समस्या आउन सक्छ भने कम पानीले फूलको गुणस्तर घटाउँछ। त्यसैले ग्रीन हाउसमा ड्रिप इरिगेसन प्रणाली सबैभन्दा प्रभावकारी मानिन्छ। यसले पानीको बचत गर्नका साथै बिरुवाको जरासम्म आवश्यक मात्रामा पानी पुर्याउँछ। यसको राम्रो उत्पादनका लागि सन्तुलित पोषण आवश्यक हुन्छ।
जसमा नाइट्रोजन, फोस्फरस र पोटासियम सहित क्याल्सियम, म्याग्नेसियम तथा बोरन जस्ता सूक्ष्म पोषक तत्त्वहरू आवश्यकता अनुसार दिन्छ। आधुनिक ग्रिन हाउसमा फर्टिगेसन प्रणालीद्वारा पानीसँगै घुलनशील मल प्रयोग गरिन्छ, जसले बिरुवाको वृद्धि र फूल उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्छ। राम्रो गुणस्तरीय फूल उत्पादन गर्नका लागि ट्रेनिङ र प्रुनिङ अति आवश्यक हुन्छ। त्यसैले जरबेरामा पनि नियमित रूपमा सुकेका, पहेँला भएका, रोग लागेका र किराले खाएका पातहरू हटाउनुपर्छ र फूल कटिङ गरिसकेपछि त्यसमा रहेका पुराना डाँठहरू पनि हटाउनुपर्छ, जसले गर्दा नयाँ फूल उत्पादन गर्नलाई प्रोत्साहन गर्छ। र बिरुवाको वरिपरि सरसफाइ राख्नुपर्छ। सरसफाइ राख्नाले रोग र किराबाट बच्न सकिन्छ। प्रोटेक्टेड स्ट्रक्चरभित्र खेती गर्दा रोग तथा किरा लाग्ने सम्भावना कम भए तापनि त्यसमा लागेका किरा तथा रोगको व्यवस्थापन कसरी गर्ने भन्ने कुराको जानकारी हुन आवश्यक छ। प्रोटेक्टेड स्ट्रक्चरभित्र खेती गर्दा जरबेरामा केही किरा तथा रोगहरू लाग्न सक्छन्। प्रमुख किरामा एफिड, थ्रिप्स, व्हाइट फ्लाई, स्पाइडर माइट्सहरू पर्छन् भने यिनीहरूले बिरुवाको रस चुस्ने भएकोले पात र फूलको गुणस्तर घटाउँछन्। मुख्य रोगहरूमा पाउडरी मिल्ड्यू, ग्रे मोल्ड, क्राउन रट, रुट रट पर्दछन्। यी रोगबाट बच्न ग्रिनहाउस सफा राख्ने, उचित हावा चल्ने व्यवस्था गर्ने, पानी नजम्ने बनाउने, रोगग्रस्त भाग हटाउने र आवश्यकता अनुसार सिफारिस गरिएका जैविक तथा रासायनिक विषादी प्रयोग गर्नुपर्छ। जरबेरा मुख्य रूपमा कट फ्लावरको रूपमा प्रयोग हुने भएको हुँदा यसमा पोलिनेसनको त्यति धेरै आवश्यकता पर्दैन, तर बिउ उत्पादन गर्नु परेमा यसमा मौरीको प्रयोग गरी प्राकृतिक रूपमा पोलिनेसन गराउन सकिन्छ भने आवश्यक परेको बेलामा कृत्रिम पोलिनेसन गराउन पनि सकिन्छ। हामीले जरबेरालाई रोपेको 10 देखि 12 हप्तापछि हार्भेस्ट गर्न सक्छौँ। यसमा 10 देखि 12 हप्तापछि बिस्तारै फुलहरू आउने भएकोले यसलाई हार्भेस्ट गर्न सकिन्छ र यसको हार्भेस्ट गर्दा बिहान अथवा साँझको समयमा गर्दा फुलको गुणस्तर राम्रो हुन्छ। जरबेरालाई टिपिसकेपछि तुरुन्तै सफा पानी भएको भाँडोमा राखिन्छ। त्यसपछि त्यसको डाँठको लम्बाइ मिलाइन्छ र गुणस्तर अनुसार छुट्याइन्छ। र जरबेरालाई चिसो स्थानमा राख्दा फुल लामो समयसम्म ताजा रहन्छ र राम्रो व्यवस्थापन गरिएको छ भने त्यसले राम्रो बजार मूल्य पाउँछ। जरबेरा बजारमा अत्याधिक माग भएको कट फ्लावर भएको हुनाले यसलाई प्रोटेक्टेड स्ट्रक्चरभित्र खेती गर्न सक्यो भने हामीले वर्षभरि उत्पादन गरी आम्दानी लिन सक्छौँ।